साथीहरू, स्वागत छ तपाईहरुलाई जितगढी किल्लामा। जितगढी किल्ला नेपालको एउटा अति महत्त्वपूर्ण किल्ला रहेको छ। यदि यो ठाउँमा तत्कालीन नेपाली सेनाले विजय हासिल नगरेको भए आज नेपालको भूभाग, नेपालको बनोट नै अर्कै हुन्थ्यो। सायद नेपाल नै रहन्थेन होला। यो एकदमै महत्त्वपूर्ण जितगढी किल्लामा विजय हासिल गर्नको लागि हाम्रो कमान्डर रहनु भएको थियो स्वर्गीय कर्णेल उजिर सिंह थापा। र उजिर सिंह थापाले गर्नुभएको नेतृत्वको सेनाले यो ठाउँमा प्रदर्शन गरेको अदम्य वीरता र साहसले गर्दाखेरि हामीले यस ठाउँबाट इस्ट इन्डिया कम्पनी जुन एकदमै आधुनिक भइसकेको थियो, उक्त आधुनिक भइसकेको सेनालाई भाला, कुडाल, भरुवा बन्दुकहरू र प्राकृतिक हात हतियारले जित हासिल गर्न सकेका थिए। यस्तो अदम्य साहस भएको, वीरताले भरिएको हाम्रो इतिहास सम्झिँदा पनि एकदमै गर्व लाग्छ। नेपालको यो फरफराउँदै गरेको झण्डा देख्दाखेरि जहिले पनि यी वीर शहीदहरू र वीर योद्धाहरू जसले गर्दाखेरि आज नेपालको यो इतिहास यस्तो रहेको छ, उहाँहरूलाई नमन गर्न मन लाग्छ। साथीहरू, नमन गरौँ। आज हाम्रो इतिहास यस्तो हुन पुगेको छ त केवल उहाँहरूले गर्दाखेरि। हामी लुम्बिनीवासीहरू त यो ठाउँमा विजय हासिल नभएको भए सायद आज यूपी अथवा बिहारको कुनै एउटा स्टेटको नागरिक अनि भारतीय नागरिक भएर हामी बस्थ्यौँ, जुन एकदमै हाम्रो लागि गर्वको कुरा पटक्कै हुने थिएन। यसको लागि हामीले उजिर सिंह थापालाई नमन गर्नुपर्छ र साथसाथै सम्पूर्ण योद्धाहरू जुन यो युद्धमा वीरगति प्राप्त गर्नुभयो उहाँहरूको लागि नमन। यो ठाउँमा घुम्न आइदिनु होला, आन्तरिक पर्यटन बढाइदिनु होला र वैशाख 7 गते विजय उत्सवमा सहभागी हुनु।